एमाले हुने हो भने नो करप्सन, एमाले हुने हो भने फ्रस्ट्रेसन भएको मान्छे पनि एमाले हुँदैन। फ्रस्ट्रेट भएर हिँड्ने कमरेड कहिले वडा अध्यक्षको टिकट पाइएन, मान्यको टिकट पनि पाइएन, पदाधिकारी हुन पाइएन, राजनीति नियुक्ति पाइएन भनेको छ। घोसे मुन्टे लाएर हिँडेको छ, बोक्न चाहिँ सूर्य चिन्ह बोकेको छ, तर घोसे मुन्टो लाएर हिँडेको छ भन्छ। हो फ्रस्ट्रेसन, मैले के पाएँ, मेरा आफन्तले के पाए भनेर हिसाब किताब गरिरहने व्यक्तिहरू, त्यो फ्रस्ट्रेटेड मान्छेहरू एमाले हुन सक्दैन। त्यसकारणले यो प्रतिनिधि परिषदको बैठकमा म भन्न चाहन्छु, तपाईहरुले एउटा नारा घन्काउनै पर्छ, युएमएल एमाले नो करप्सन नो फ्रस्ट्रेसन। करप्टेड मान्छे एमाले हुन सक्दैन, फ्रस्ट्रेटेड मान्छे एमाले हुन सक्दैन। यदि त्यस्ता खालका प्रवृत्तिहरू देखिएका छन् भने, सानातिना भुलचुक छन् भने समयमै सच्याऊ। यदि सच्चिँदैनौ भने तपाईहरुले भन्नु होला फलानुको त देखिन्छ नि, सुनिन्छ नि, देखिएको होला, सुनिएको होला, ढिलो चाँडो त्यस्ता मान्छे रहँदैन। त्यसकारणले एउटा नारा घन्काउनै पर्छ, एमाले भनेको नो करप्सन नो फ्रस्ट्रेसन। यो हिसाबले अगाडि जानु जरुरी छ। तपाईहरु यो काठमाडौँको पार्टी बनाउनको लागि तपाईहरुका कतिपय कुराहरू यहाँ आत्मसमीक्षा गर्नुपर्ने विषय हुलान्। यो जित र हारको विषय होइन, जिल्ला अध्यक्षलाई मात्रै ठुङ्ने कुरा पनि होइन। जित्दा हामी सबै जित्ने हो, हार्दा सबै हार्ने हो। यो समीक्षा गरिनुपर्छ। तपाईहरुका अभिलेखहरू व्यवस्थित छन् कि छैनन्, हिसाब किताब व्यवस्थित छन् कि छैनन्, अभिलेखहरू व्यवस्थित छन् कि छैनन्, सम्बन्धहरू राम्रा छन् कि छैनन्, सहृदयी ढङ्गले सहजतापूर्ण सम्बन्धहरू छन् कि छैनन्, बोली नसक्नु भेटी नसक्नु छ कि के छ। हो यो चिजको आत्मसमीक्षा गर्नुपर्छ। यो जित्नको लागि हार्नको लागि होइन, जित्नुपर्छ सबैले, हार्नु हुँदैन कसैले। त्यसकारणले म कमेडहरूलाई भन्न चाहन्छु, अब तपाईहरुले यो प्रतिनिधि परिषदको बैठकमा समीक्षा गरेर अगाडि बढ्नुहोस् भन्ने कुरा राख्न चाहन्छु। हिजो हाम्रा कमी कमजोरी भए, हिजो कहिले नपाएका चोटहरू हामीले पायौँ, कोही बात छैन। उठेर दौडेर गन्तव्यमा पुग्नेहरूले लड्छन्, लडेर फेरि उड्छन्, उठेरै जित्छन्। यो चिज बुझ्नुपर्ने जरुरी छ। त्यसको लागि एमाले दह्रो हुनुपर्छ। एमालेको हरेक नेता कार्यकर्ता जनताको बिचमा लोकप्रिय बन्नुपर्छ। यो हिसाबले तपाईहरु अगाडि बढ्नुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। र अहिले जे जति कुराहरू भएका छन् एमालेलाई कमजोर बनाउनको लागि, जो वितण्डता गरे 15 गतेको कुरा के होला, सरकारले के गर्ला, सरकारले अपराध अनुसार दण्ड सजाय गर्छ। सरकार 1 इन्ची पछाडि हट्दैन। जसको अपराध जति छ अपराध अनुसार सजाय हुन्छ। त्यसमा तपाईहरु ढुक्क रहनु जोसुकै होस्। र यसको नायिके भनेको पूर्व राजा ज्ञानेन्द्र नै हो। पूर्व राजा ज्ञानेन्द्रकै योजना र उत्साहमा यो सबै चिज भएको हो। तथ्यले प्रमाणले यी चिज पुष्टि गरेका छन्। यो समयक्रममा यसलाई थप पुष्टि हुनेछ। म यति भन्न चाहन्छु, नेकपा एमाले यस्ता कुनै पनि षड्यन्त्र, जालजेल, लोकतन्त्रलाई मास्ने, एमालेलाई कमजोर बनाउने, देशलाई कमजोर बनाउने खालका कुनै पनि कुरा हुन्छन् भने एमाले किमार्थ स्वीकार गर्दैन। एमाले जवाफ दिनको लागि तयार छ। त्यसको लागि एमालेको हरेक ठाउँको पार्टी कमिटी सुदृढ हुनुपर्छ। आपसी अन्तर्विरोधहरू, साना मसिना अन्तर्विरोधहरू, चित्त नबुझेका कुराहरू, मन दुखेका कुराहरू, माथिकाले नसुनेका कुरामा चित्त दुखेको होला, ती सबै कुराहरू ती हाम्रा घरभित्रका कुराहरू हुन्। घरभित्रका कुरा घरभित्रै मिलाउनु पर्छ। जोरी पारी हँसाउने काम गर्नु हुँदैन। म साथीहरूलाई भन्न चाहन्छु, यस हिसाबले पार्टी कमिटी दह्रो बनाउनुहोस्। हिजोको जम्मै सामा ब्याज उठाउने गरी आउने दिनमा लाग्नुपर्छ। यस अनुसार तपाईहरु काठमाडौँको जिल्ला पार्टी लागोस्। यही हार्दिक शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद, अभिवादन।